हाम्रो गाउँ त्यो भयो रत्नेश्वर। यहाँदेखि अब बागलुङतिर हामी बागलुङ गएर बल्ल भेट हुन्छ 4वटा बाइक टक्क लाएर दामी तरिकाले जानुपर्छ। ल अहिले त ओढेर पनि खुलाए ह्युमन दामी गरेछ मौसम यहाँ सही क्लिन गरेर आज लक्की भयो लास्ट। यता अब माथि छ क्या ठाउँ हामी गलकोट हतिया बजारमा है। के हो यस्तो यार पारा धौरबाट पनि पुगिन्छ देखेछ फ्रेम थाहा नै भएन यार कुन ठाउँ यो थाहा नै छैन है। बुर्तिबाङ बजार यहाँदेखि धोरबाट है। अब हामी एकछिनमा नाम्छौँ केटाहरू यसो खाजा लिन गएको छ। ल यहाँ यस्तो बाटो यहाँ एक्सट्रिम बाटो छ है। यहाँ हाम्रो बोले क्या बाइक भइसक्यो धेरै जान्ने भयो भने यस्तो हुन्छ है रेस नदेऊ न। ल बोबाङ खोला होइन यो बोबाङ भन्ने ठाउँको अब बाटो बन्द हामी हिँड्दै जाने है। यहाँबाट बाटै ब्लक छ अब हिँड्दै ढोरपाटनतिर है। ल ढोरपाटनमा आइपुग्यो हालत हिसाब गरिहाल्छ दिवस अहिले हाम्रो कपडाहरू बाबा धोरपाटन ट्रेकको छ। ल हाम्रो धोरपाटन यात्राको दोस्रो दिन है आज। हिजो हामी बाइक ल्याउन नसकेर गाडीमा आएको राति। अब हामी जाँदैछौँ बुकीपाटन। Oh.
and the view. यता सोमपुर यसरी तर्नु हाम्रो युमन सोल्टी तरिसक्नुभयो खुट्टै आमामा पानी त अब लास्ट नदी तर्दैछौँ हामी ढोरपाटनको उत्तर गङ्गा पौडी है अब बुकीतर्फ लागिसकेका छौँ हामी र दृश्य देख्न सक्नुहुन्छ यस्तो रहेको छ तल्लोवालामा तिमीहरूको त भिज्छ भनेर नाच अँ